सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा आज 2वटा खेल हुँदैछन्। त्रिवी क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान 11:15 बजे पहिलो र 3:30 बजे दोस्रो खेल हुन लागेको हो। पहिलो खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ। दुवै टिम प्लेअफमा पुगिसकेका छन्। सुदूरपश्चिम 12 अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने विराटनगर 8 अङ्कसहित तेस्रो स्थानमा छ। सुदूरपश्चिमले क्वालिफायर खेल्ने पक्का भइसकेको छ। विराटनगरले आजको खेल ठूलो अन्तरले जितेको अवस्थामा उसले पनि क्वालिफायर खेल्न सक्ने सम्भावना हुन्छ। त्यसो नभए उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्ने हुन्छ। इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायर हार्ने टोलीसँग फाइनलका लागि भिड्नेछ। दोस्रो खेलमा भिड्न लागेका चितवन राइनोज र पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना गुमाइसकेका छन्। दुवैले प्रतियोगितामा अन्तिम खेल खेल्न लागेका छन्। 2-2 खेल जितेर पोखरा र चितवन क्रमशः 5औं र 6औं स्थानमा छन्। यस्तै खेल सामग्रीका लागि हाम्रो स्पोर्ट्स अपडेट च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।